सानो गाउँले ब्लगमा है गाइजहरू हेरिदिनु होला। बाटो साटो छ अब के गर्नु पानी सानी परिरहेको छ हल्का फुल्का जङ्गलतिर छौँ हामी चाहिँ होइन जाँदैछौँ न असारमा अब रोपाइ गर्नुलाई अब काम साम छैन अब के गर्नु है हेर्नु सक्नुहुन्छ यस्तो छ जिउहरू जङ्गल पुरै रोपाइ चलिरहेको छ के गर्नु गाइजहरू जङ्गल हामी अपडेटर सर आउनु भएको छ अगाडि के गर्नु धेरै रोपाइ सिकिसकेको छ हिँडिरहेको छ त धेरै के गर्नु गाह्रो छ पानीले काम गर्यो हाम्रो गुरु नै आउनु भएको छ यतातिर यतातिर अङ्कल नै हुनुहुन्छ यतातिर टक्क हिँडिरहेको छ हामी रोपाइतिर आज हजुर निरज छ ठेकदारको टक्क आज हिँडेको छ यतातिर यस्तो भ्यू छ है के गर्नु त अब होइन सबैजना सपोर्ट गर्नु पऱ्यो होइन माया देखाइदिनु पऱ्यो है छोटो युट्युबरहरूलाई सब्सक्राइब गरिदिनु पऱ्यो कसरी कटाउने हो यताउता सबै देखाउने छु गाइजहरू हिँडिरहेको छौँ हामी अहिले यतातिर बाटो यस्तो छ गाइजहरू रोड हिँड्नुपर्ने हुन्छ हामी चाहिँ टर्निङ छ यहाँ टर्निङबाट यता हिँड्नुपर्ने हुन्छ होइन गाइजहरू पुरै हरियाली प्लास्टिक नि ल्याएन गाइजो के गर्नु अब आज दिनभरि भिज्ने होला पारीतिर पनि भ्यू हेर्नु है गाइजहरू टक्क हिँडिरहेको छ हामी टक्क ट्र्याक्टर पनि आइरहेको छ गाडी हिँड्नुपर्ने हुन्छ हामी हाम्रो यहाँनिर सानो युट्युबरलाई नै माया देखाइदिनु होला मानबहादुर हामी ब्लग कति छ त्यति नै होला मेरो चाहिँ सन्देश हामी 44 छ मलाई चाहिँ माया देखाइदिनु है सानो धेरै त छैन सब्सक्राइब 2-3 सब्सक्राइब छ त्यही पनि माया देखाइदिनु गाइजहरू के गर्नु ठुल्ठुलो पपुलर मान्छे बन्न सकेन यस्तो छ हामी चाहिँ गरिबहरू लुगा सुकाएर च्यातिया छ यस्तो हेर्नु है त्यो पपुलर मान्छे त होइन हामी काम गर्ने मान्छे हो त्यही पनि सपोर्ट गर्नु पऱ्यो हामी जस्तो मान्छेलाई त्यो गाइजहरूलाई गाह्रो छ काम भनेर जे पनि गर्नु पऱ्यो काम सानो ठुलो केही हुँदैन क्या सबै काम गर्नै पर्ने हुन्छ त्यो पनि आज हाम्रो ठेला सातको रोपाइ छ अरे त्यही भएर जानु लाग्यो भने आज काम पनि छैन तलतिर हिँडिरहेको छौँ हाई रोडतिर आइपुग्छ पिच रोडतिर है हिँडिरहेको छ हाई रोडतिर पिच हाम्रो अपडेटरको गएर धान पनि रोप्ने छौँ हामीले हेर्नु होला गाइज हो।